अब उनले यस्तो हटाउन आउन्न मनाउन पूजा चन्दन छ त फुलले अब लप्सारे पूजा गर्ने दियो कलश गणेशको पूजा गर्दैन र मासु खाइसक्यो फुल यहाँ छ यहाँ ओछ्यान भुइँमा 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 हुन्छ थाला हामी भुइँमा यहाँ सुनिन्छ यता बसेर गर्नुहोस् क्या आउनुहोस् देखिन पर्यो तपाईँहरू देखिने कलश अब के गर्न पर्यो भन माथि माथि पूजा गर्नु त्यो अगरबत्ती सल्काएर फल पर्छ चढेनलाई यहाँ कटौरो छ भुइँमा राख्दैन अच्छा त कम राख्नु हुन्छ छोरी आउँदै थिइन् छोरी सविता आज आँटी पनि सिक्नु होला सविता अनि भर्खरभित्र सबै सेटिङ गरेर ल मेरो छोरी नै आउनु होला लक्ष्मी माता हेलो हाई भन्दिनु देखाउनु ए उठिसकिन् अघि नै उता राति चाहिँ सुत्छ दिउँसो चाहिँ उता काठमा मात्रै हो बाबाले पूजा गरेर हेर्नु बाबाले पूजा गरेर हेर्नु छोरी उहाँले दियो त अगरबत्ती राख्नु त के हुन् नानीको लुगा नसुकेको गीत चाहिँ डरै गाउनु बेबीले हेरेको कलाकार हेर है बेबी हाम्रो बुवाले चाहिँ यसरी म्याट घरमा ल्याएर पूजाआजा गर्नुभएको छ थोरै पानी राखेर भए हुन् एक कलशको थोरै राख्नु त है हाम्रो बुवाको कान्छी बुहारी चाहिँ एकदम राम्री हुनुहुन्छ साइली 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 कान्छाको त बिहे भयो अनि उहाँ चाहिँ जेठी ए माइली बुहारी जेठी त उता फोटो जेठी मात्रै छ चाहिँ अहिले चाहिँ मान्छे चाहिँ नानीहरूले बजाउँछन् कर बजेन बज्दैन भनौँ ल सक्यो मेरो पूजा पाठ खतम ल रक्षा गर्नु होला हाम्रा परिवारको रक्षा गर्नु होला सन्चो होस् सन्चो भइहाल्छ नि यति राम्रो मेसिन उपकरण घरमा राख्नुभएको छ बुवालाई कस्तो लागिरहेछ घरमा इतिहास म्याट ल्याएर कति खुसी हुनुहुन्छ बुवा के खुसी छु राम्रो लागिरहेको छ राम्रो लागिरहेछ अनि हजुरको स्वास्थ्य अवस्था कस्तो भइरहेको छ स्वास्थ्य अवस्था पहिलाको भन्दा अलिक फरक परेको छ फरक परेको छ त्यसले मैले विश्वास लगाएर विज्ञानको एटेचमेन्ट हजुर चाहिँ मैले गीत राखेको लिनु खुसी हुनुहुन्छ जे होस् खुसी छ बुवा अनि आमा म नि धेरै खुसी छु नानी कति खुसी हुनुहुन्छ अनि इतिहास म्याट यति राम्रो उपकरण घरमा भित्राउनु भएको छ हजुरको युगी आएको देवी नै हजुरहरूले चाहिँ यसरी राम्रोसँग पूजा गरेर घरमा भित्राउँदा कति खुसी लागिरहेको छ मलाई त धेरैभन्दा धेरै खुसी लाग्छ नानी मेरो कुरो सबभन्दा धेरै मेरा श्रीमानको ढाड दुख्ने भएर हजुर यो इतिहास म्याट भित्र आएको हो हजुर उहाँका निउले हामी सबैलाई भयो सबै परिवारले चलन गर्न पाइयो धेरै खुसी छु घरमा ल्याइसकेपछि सबैजनाले भयो उहाँलाई मात्र नभएर उहाँको बुहारी छोराहरू अहिले त होइन छोरा, नाति सबैलाई हजुर भयो। सबैलाई भयो नि त घरमा सबैलाई ल्याएपछि
कोखे होइन सिधा लाग्नुपर्छ सिधै लगाइदिएछ कि सिधै छ टेन्सन गरेर है ल भाग्यो भने दुइटैमा गोप्नु नपर्यो म उचाल्न सक्दैन दुइटा फोटो भिडियो होइन फोटो पनि खिचिरहेको छु नि टिका लाउन आऊ हुन्छ ल आउनु आऊ त उहाँ जानुपर्छ आऊ न त तिमी गीत फर्स्ट त दिदीलाई यो के अरे आऊ बेबी जाने बिस्तारै बिस्तारै आऊ मेरो बेबी डल मेरो सानो माया मेरो लक्ष्मी महालक्ष्मीमा हुन् ल रुमाल त छैन रोक्दिनु ल त्यही टावेलले रोक्दियो केही हुन्न ठुलो खाएको छ सुरु चल्छ मेरो बेबीलाई भाग्यो भने यो मैले लाइन्छु उसलाई रिस उठिसकेको छ सानो मान्छेलाई त्यो ऊ बजाएकोले कान खाएछ क्या उसको भोलि बिहान गर्न अझ राम्रो पूजा होइन आज त खायो भोलि